चाउमिन फ्राई हुँदैछ। नास्ता खानु पर्यो नानीहरूलाई। गाजर मिसाएको चाउमिन दामी हुन्छ है गाई छोरी। गाई भन्छ नि के भन्छ नि सुरको अस्ति भात खाएको भिडियो बनाइदिया कति गएको छ धेरै है घर घर सबैले 100 कति भएको राख्नु धेरै नराखौँ धेरै खानु हुँदैन हौ। अलि राम्रोसँग चलो। दुईटा तिमीलाई देखाएको छैन के अब चाउमिन रेडी भयो। मिठो होला जस्तो छ है चाउमिन आज त राख के कति कति खाने हो। यिनीहरूले खाएको भिडियो नगराउने रे लाज लाउँछ रे। म बनाएको र दिएको मात्रै गराउँछु साथीहरू। उठाओ खाएको भिडियो नगराउने भन्न लागेको र उनीहरूले माथि कोठामा लगेर खाने रे लाज लाउँछ रे। यतातिर बुढोले फेरि बेन्चमा पल्टेर मोबाइल चलाइराख्नु भएको छ। साथीहरू मादल पनि बजाउने हो र को भिडियो मेरो यस्तै हुने भयो। ढिलो भयो दिउँसो खाएको भिडियो बनाउँछु भन्दा पनि ठ्याक्क मान्छे आएर डिस्टर्ब गरे। यता घरको अगाडि पनि लसुन खेती गर्न लाग्छु। अब यिनीहरू त लसुन गोड्न लागेको के हो। हाम्रो घर चाहिँ यत्नै मेन रोडको ठ्याक्कै सिधै छ। लास्ट इन्टरभ्यू दिन पर्यो। यिनीहरूको मान्छे हिँड्या छन् ओरो डोरो गरेका छन् यतातिर। आज मेरो यस्तै हुन्छ भिडियो खाएको भिडियो गर्नु मिलेन भ्याउँदा पनि भ्याइन। हाम्रो गाउँठाउँ यस्तै छ के साथीहरू। यतातिर बुङ्गुरको सेकुवा पाइन्छ यहाँ हेर्नुहोस्। उता पारी कापी कलमको पसल छ। त्यहाँनिर फेरि ठुलो डिलर छ। त्यता अलि अगाडि देखिने रहन्छ। पारी बस पार्क अलि राम्रोसँग देखिने हुन्छ हैन।
आयो फेरि मेरो आशा होटेल है साथीहरु। आशा होटेल एन्ड लजमा आउनुहोला बस्न पर्यो भन्ने साथीहरु। ल हुनुहुन्छ कपाल कटिङ के कटिङ रे हेयर कटिङ सन्दीप हेयर कटिङ हन के छ हाल खबर हेयर कटिङ ठीक छ र यिनी केटीहरु साह्रै लाज माने यतातिर आउनु भएको छ हाम्रो छिमेकी। कहाँ हो काट्न ए पारी पारी ल हो मेरो भिडियो यस्तै हुने भयो साथीहरु नरिसाउनु होला जस्तो भए पनि माया गरेर हेरिदिनु होला। लाइक कमेन्ट शेयर सब्स्क्राइब नयाँ साथी जोइन गर्नु होला भन्दै म अब बिदा हुनु पर्यो मेरो काम पनि आयो फेरि अरु।